हेलो एभ्रिवान, आज चाहिँ हामी मोमो बनाउँदैछु। मोमोको लागि डो यहाँ छ। मोमोमा तेल लाउन आँटेको। छोरा नगर न, लु तिम्रो यो कन्तुर राख। पिगी ब्याङ हाम्रो मेरो छोराको बहिनीको चाहिँ पर हालिसक्यो। सेभिङ्स हुँदैछ छोराहरूको। तँ दबाई सबै खाएर उ गर्न आँटेको, मोमो बनाउन आँटेको। कसै दबाई सबै खाएर मोमो बनाउन आँटेको। हेलो भन्दैन, दबाई खाइ खाइ मोमो खाने मान्छे। बत्ती पनि गयो। कन्तुर भएछ। म डल्लो बनाउँछु त मक्टुमा तेल लगा। हाम्रो चाहिँ यहाँ डो रेडी भइसक्यो। अनि यो मोमोको किमा चिकन मोमो बनाउन आँटेको। अब चाहिँ बेल्नु स्टार्ट। रोटीले चाहिँ यस्तो गोलो गोलो बेल्छु म चाहिँ फेरि। बेल्नु सजिलो रहेछ, बनाउनु भन्दा गोल छिटो रहेछ बेल्नु। कहिले रोटी बेलेको भए घरमा नि त भनिदिन्छु ल्या फर्स्ट टाइम मैले जतिको काम कसले गर्छ र। मैले यति डरलाग्दो काम गर्छु। अयो म छैन त हात भाँचिन्छ घरको मान्छेको। 10 बजी उठेर फाइनली हाम्रो चाहिँ मोमो रेडी भयो। ए बल्ल अब चाहिँ खानु आँटेको। हाम्रो यो अचार, यो टमाटर धनियाँहरूको अचार अब चाहिँ हामी खाएको देखाउँछु। ए हाम्रो चाहिँ मोमो खानु आँटेको रेडी भयो सबै। देखाइदियो प्रियस शिवानी खान्छ। नानी खाइदेऊ बहिनी। देखाइदेऊ। खाएला भन्थ्यो। खाएला कस्तो भएछ नानी मोमो? मिठो, थ्याङ्क यू भने। मिठो तातो भयो। ओए तल फेन अखबार भनेको हैन एकदम मिठो। अन्त खाँदैन त भित्रको हुन्छ।
यति खानुको लागि दिउँसोदेखि बनाएको होला रात पर्यो उज्यालो पनि बनाएको रात पर्यो हामी चाहिँ एकदम मिठो भएछ मोमो मोमो दबाई खाइदियो अब हामी खाना इन्जोय गरेर खान्छौँ बाई बाई भन्नु Bye bye. बाई Bye. बाई किन उयो